आज एउटै मात्र प्रस्ताव रहेको छ र त्यो प्रस्ताव पेश गर्न चाहन्छु। आज मिति 2082 10 महिना 4 गते नेपाल सम्वत 1146 पोहेलागा आमै नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन 2074 र काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजकै दिन अर्थात् 2082 10 महिना 4 गतेदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यूले दिनुभएको राजीनामा मलाई प्राप्त भएको यहाँहरू सबैलाई जानकारी गराउँदछु। र यसै गरी प्रमुख श्री बालेन्द्र शाहज्यूले आफ्नो कार्य अवधिभरि काठमाडौँ महानगरपालिकाको विकासको लागि काठमाडौँ महानगरपालिकामा सुशासन र सँगसँगै काठमाडौँ महानगरपालिकालाई सम्पूर्ण रूपले सकारात्मक भूमिका जति खेल्नुभयो, उहाँहरूको नेतृत्वमा भएका सम्पूर्ण सकारात्मक कार्यहरूका लागि हृदयदेखि नै हामी सबैको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ। र यसै गरी उहाँले आगामी दिनमा पनि काठमाडौँ महानगरपालिकालाई हामी सबैजनालाई महत्त्वपूर्ण सल्लाह, सुझाव र सहयोग पनि गर्नुहुनेछ भन्ने पनि अपेक्षा गरेका छौँ। र आगामी दिन उहाँले चाल्नुभएका पाइलाहरू शुभ रहोस्, सफल रहोस् र निरन्तर रूपमा अघि बढ्नुहोस् भन्ने पनि हामी सबैको तर्फबाट शुभकामना पनि व्यक्त गर्दछौँ। र फेरि एकपटक उहाँलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पेश गर्दछु।